यस्तो रियाक्सनहरूमा यस्तो डेन्जर हुन्छ कि म त कसम आत्महत्या गर्नु मन लाग्छ। यहाँ चढ्दै चढेनौ। तपाईँले गर्दा सुख पाएँ धन्यवाद, तर तपाईँले गर्दा दुःख पनि पाएँ है। तपाईँलाई दुःख पाएँ तपाईँले गर्दा। साबुन एकैछिनमा गाडी तेरो सफारीमा हालेको एकैछिन तेरो गाडी बनेर तल पुऱ्याएको त के भन्नु त मलाई झुल्लाको। आजको मेरो ब्लग चाहिँ हात कालो देख्दै हुनुहुन्छ, यहीको विषयमा छ। अचानक के भयो भने हेर्नुहोस्, बाइक बिग्रेर अगाडिको लगाइयो ट्याक्क बोक्ने बेला चाहिँ हाम्रो टपुदै आइपुग्नु भयो। ल अब बोकेर लग्नु पर्ने भयो। यहाँ लु बोकौँ ल। यहाँ चढ्दै चढेनौ। त्यहाँबाट चाहिँ मजाले उचाल्नु पर्छ। कसरी निकाल कस्तो भयो रमाइलो भयो। दाइले मलाई भाइसँग घर जानु पर्यो भनेर बोलाउनु भएको नसुनेको, ट्याक्क बाइक बिग्रेको त दाइ पछाडिबाट म पनि जान्छु भनेर आइपुगेको कि अन्य पनि ढेका ओ दाइसँगै जानुपर्छ यो जेल बनाएर, घरसम्म पुऱ्याइदिइहाल्छु किन। ल ट्याक्क एउटा गीत गाओस् न त दादा भाइको दुःखमा। बाइक सफारीमा हालेको पहिला चाहिँ साथी थियो क्या, सुजित बोलाउँथे। सफारीवाला होइन, बाइक मेकानिक। बल्ल आइपुग्यो यहाँ। ल दादा भाइ धन्यवाद। ल दाइ राखेँ ल। आइपुगेको ट्याक्क पेट्रोल सको पेट्रोल चाहिँ यता पारी रे। यहाँ सोधेको यता पाउँछ अरे क्या, अनि जाँदैछु यता। रञ्जनाले फोन गरेको पेट्रोल बल्ल पायो। धन्यवाद सरजी। बाइक चाहिँ यहाँ छ, बल्ल आइपुग्यो यार। पुराम दाइ तपाईँले गर्दा सुख पाएँ धन्यवाद, तर तपाईँले गर्दा दुःख पनि पाएँ है। तपाईँलाई दुःख पाएँ तपाईँले गर्दा। म चाहिँ घर आइपुगेको छु। बुढीले फोन गरेछ क्या, कहाँ गइस् के गरेस् ढिलो भयो नि त आज। किन ढिलो भयो भनेर त तपाईँले थाहा पाएन भन्नुभयो होइन। अब यस्तो रियाक्सनहरूमा यस्तो डेन्जर हुन्छ कि म त कसम आत्महत्या गर्नु मन लाग्छ। गल्ती गरे जस्तो लाग्छ नि कहिले काहीँ त। अब ठ्याक्क रियाक्सनहरूमै आमामा फोन पनि कति आएको, वाइफाई आउनु थाल्यो नि त, अनि क्लियर नोटिफिकेसन आउनु थाल्यो क्या। माग्छन् अब हेर्नु रञ्जना 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 मैले आज यस्तो दुःख पाएँ, यस्तो दुःख पाएँ। कहिले बुझिनस् नि, जहिले केटीसँग हिँडेको देख्छिस् है मासानी हातेर यो धोएर पनि नगएको साबुन। एकैछिनमा गाडी तेरो सफारीमा हालेको एकैछिन तेरो गाडी बनेर तल पुऱ्याएको त के भन्नु त मलाई झुल्लाको। कसम होइन कसम होइन। लगाए यो चाहिँ अब डेन्जर मुडमा आउँथ्यो यो भन्दा क्यामेरा अन गरेर अलिक सेमा उयो मैले पनि क्लिक लगाइदिएको नि त। अबे ठुलो मान्छे उले ए लगाए आजको लागि मेरो भ्लग यति नै। अनएक्सपेक्टेड भ्लग बाई।